Hi guys, welcome to our ASX को ब्लॉग में के छ हो ASX को 14-15 जना खानु गाइस हामी अब मुक्तिनाथ जानको लागि निस्क्या हो हैन हाम्रो गाडी एकछिनमा यहाँ अगाडि आउँछ अनि हाम्रो चाहिँ यहाँ कस्तो के प्रब्लम भयो भने हाम्रो यहाँ युनिक भाइ चाहिँ त्यतिकै केही नभइकिन पनि चिसोले के भएर हो है थाहा भएन चाउचाउ मुखमा हाल्दै थियो रे चाउचाउ मुखमा हाल्ने बित्तिकै ढल्यो के अनि अक्की नै हो हस्पिटल लगेको भर्ना गरे ह अनि हामी चाहिँ यसो यतै हस्पिटलनिर हिँड्दै पुग्न लाग्यो के भयो कसो भयो अब पैसा नि त्यस्तो बित्ति कोहीसँग छैन नि त अनि दाइहरूले फेरि फोन लगाएको कि नलगाएको फोनै लगाएन के दुईजना गयो एकजना दाइ र सफल अनि अहिले पनि मन्जिललाई र विशाललाई पठाएको अनि म यहाँ हिँड्दैछु तिनीहरू बाथरुम जानलाई सो गाइज म चाहिँ यहाँ हस्पिटल आएँ होइन अनि अब त्यही हो गाइज हामी यहाँ हस्पिटल आयौँ युनिकलाई हेर्छौँ त्यस्तो विधि विकसित त रहेन चाहिँ यहाँको हस्पिटल कस्तो हो तँलाई ठिक छ त जान्नुहोस् है मुक्तिनाथ तेरो घरमा भनिदिइ भ्यायो हामीले फोन गरेर त्यो भाइले भनिदिइ भ्यायो त जान्नुहोस् हामीले मान्छे पनि छानेर मात्रै लिएर आऊँ आफ्नो जिम्मामा जान्छ भनेर भिडियो बनाएर लिएर आऊँ त जान्नुहोस् एउटै ब्लडको हो नजाइ यहाँ यस्तरी हाल्नु रहेछ त्यही हो मान्छेको ज्यान इम्पोर्टेन्ट हो मन तिमीहरूको आधा जिन्दगी बाँकी छ आफू राम्रो भयो फेरि पैसा भयो आउन पाइन्छ ल फेरि भन्नु म आफ्नै जिम्मामा जान लाग्यो भनेर म आफ्नै जिम्मामा जान नाम सिधा कुरा नाम सबले चिने मलाई यहाँ भिडियोमा भन्नु परेन प्रुफ देखाउनु परेन तँलाई भोलि केही भयो भने मेरो जिम्मा किन पर्ने ल मेरो अनुहार यही हो मेरो नाम मन्जिल म जान्छु ल कसको छोरा कसको छोरा मनोज मन्जुको छोरा घर कहाँ आकाश तल जमिन माथि लोकेसन कहाँ आफ्नै जिम्मामा हो नि तिमी आफ्नै जिम्मामा हैन के तल माथि भयो नि तिमी आफै लिन्छौ हैन यहाँबाट मान्छेहरु घट्नेवाला छ यो सानो सानो एज भएको कोही पनि जान्न युनिको भाइ यो उस आयुष कहाँ सानो एजहरु दिदी जे भए पनि विशाल जान्छ विशालले हेर्छ सधैँभरि मलाई नै विशाल जान्छ केटामा अन्जन पनि नगए हुन्थ्यो अस्ति भर्खर टाइफाइड भएर बसेको भर्ना भएको गाइड्स मलाई पनि ह्यान्डसम म्यान मन्दिर चाहिँ अब यताको हिमालतिर हो क्या हिउँ पर्छ क्या मन्दिरमा स्नो परेको छैन अहिले त हिउँ होला भजन गाउँदै जाउँ न हिमाल पहाड कागबेडी जान्छ नि तल देखियो कि देखियो होइन है पुरा खतरा है कि गाइस हामी आए भने यहाँको भ्यू ओ माय गॉड भ्यू लुक भ्यू हेर्नु भ्यू बाटो भरि यति स्वर्ग हेरेर आयो नि हामीले यति स्वर्ग अब हामी माथि मन्दिर ल हिँड मन्दिर हिँड चाहिँ अहिले आइसक्यो सुन्दर हल्का एक्सपिरियन्स भन्नु नि त के कस्तो भइरहेको म नाक टालेर सास फेर्न सक्दिनँ हो मेरो त खुल्ला भयो एकछिन छता बस्दाखेरि हल्का नाकमा लगाइरहेको थियो अहिले खुल्ला भइसक्यो हामी चाहिँ अब यहाँबाट ट्रेकिङ जानुपर्ने हुन्छ हाम्रो गाडी चाहिँ त्यही छ है हाम्रो लिडर चाहिँ अगाडि हुनुहुन्छ हल्का न्यानो तातो बनाएर त्यही हो गाइस यति गर्नु होला हामी हजुरको साथमै हुनेछौँ भिडियोको साथ नजरमा कोक चाहिँदैन बरुस ल्याइ होला नि लसुन ल्याइरहेको गाइस है हाम्रो लिडर चाहिँ यहीँ हुनुहुन्छ है दिदी यता हेर्नु देखि ट्राई गरिदिनु यो चाहिँ प्रपर भएको है हिँड्न पर्छ अब हामी यहाँबाट ट्रेकिङ जाँदैछौँ 400 सिटी जान मात्रै अगाडिपट्टि खच्चड आउँदैछ कसैले आफ्नो केही सामान छोडे ल गाइस हामी एकछिन माथि थोरै माथि पुगेर आउने छौँ वेट गर्दै गर्नु ल सृजना आन्टीको अनि यो चाहिँ हाम्रो मम्मीको मेरो उस गरेर अनि गरेको पूजा गर्नलाई अब हामीले यो सामान किनेर ल
अब हामी जाँदै हो ल यहाँ चाहिँ हाम्रो अवस्थामा पेसेन्ट अब यहाँ हिँड्न जाँदै हुन्छ कतिको गाह्रो हुन्छ म हजुरलाई बाटोमा देखाइरहेको हुन्छ स्टे वाच गाइज है हामी चाहिँ आउँदै गर्नेछौँ हजुरहरूको साथमा ल अनि मेरो त बच्चैदेखिको फ्यान छन् कि हामी यो भर्या भएको सब्सक्राइबर पनि मैले भ्लग बनाएको देखेपछि झन् आउँछ नि सबैजना हेर्न त्यहाँ त्यो थमेल फोटोमा त्यहाँ हालिदियो भने आइहाल्छ को बहिनी हो यस्तो देखिया नदेखियो थमेल बनाएको हामी यत्रो सिँढी चढ्नलाई हाम शान्तिजी भर्खर को पहिला भागेर पुग्यो सुनेर आयो नि त्यहाँसम्म मात्र 400 सिडी हो होला नि ए जाम्नु साथी छिरा दाइ आउँछु छिटो म अहिले पाउनु न त्यही हो आइजाएछ छिटो अनि पछाडि बसाइथ्यो हामी आएर सबै मार्दै हामी यता अल्छी अघि त खुब के भन्नुभएको थियो त अहिले त म अलि ढिलो हिँड्नुभयो म भन्दा नि जाँगरीले अलिक कम भयो दाइको मेरो लुगा छोडिदियो के यहाँ घुँडा त्यो देखिन्न त घुँडा यस्तो बलदेखि क्या तर के है अल्छी दाइ अनि मुटु नै बाहिर निस्केर जस्तो भयो भाइ यति भएर हिँड्दा नि यत्रो हिँड्ने अझै उहाँ त्यत्रो हामीहरू हिँड्दैछौँ थाक्दैछौँ थाकी हिँड्दैछौँ उतै हो त्यहाँ मन्दिर माथि आधा सिँढीले चढेर भ्यायौँ ए नभन्नु नि त भएको हो पनि जान्छ ए त्यहाँ मन्दिर माथि अझै टाइम लाग्छ टन्नै लड्दैन हामी रेडी 1 2 3 गो भने हाम्रो त डुकी लाउ के भन्न के झन्नु न 2 3 गो ये के हुन्न के गरे नि आराम से करना ठीक है बाबा का नाम लेके गाइस म चाहिँ नुहाएर निस्केँ यस्तो हालतमा त्यही हो जानु हो यस्तो पुरै प्याक छ आज मुक्तिनाथ ल पानी मुस्ताङ हामी प्याक गयो मुस्ताङ गाइस हामी यहाँ झरेर चियाएर हो यो 100 रुपियाँको यो के हो कुन यो खाएको हामी अब जानु लाग्यो मेरो भाइलाई हो यस्तो टोपी चाहिएर म यहाँ खोज्दै हिँडेँ यहाँ अलि मिलाउनु न कतिसम्म दिनुहुन्छ यो यही लाने हो लान चाहिँ कुन चाहिँ अलि मिलाउनु न सबै 1200 हो यसको कति हो 1000सम्म मिलाउनु न यो 1100 दिनु हजुरमा यो लानु नि त यिनीहरु लानु यो 1100 दिनु यो लानु अर्को मिल्दैन नै महँगो पर्छ
हामी फर्किँदैछौँ मैले मेरो भाइको लागि टोपी किनिदिएँ त्यसले यो टोपी ल्याइदिए भन्दै थियो टोपी किनिदिएँ अनि अहिले हामी फर्किँदैछौँ है अब गाडी चढ्नको लागि जाँदै हो हामी गाइज मेरो फोनमा चार्जै छैन 10% चार्ज छ न चार्जर छ न केही छ बिहान चार्ज गर्न पनि बिर्सेछु 37% चार्ज लिएर हिँडेको 10% झरेर अब त्यही हो राम्रो भ्यू हेर्दै हिँड्दैछौँ हामी राम्रो भ्यूहरू हेर्दै यहाँ दोकानहरूमा सामानहरू हेर्दै मन परेको किन्दै हिँड्दैछौँ हामी हेर्नु न त्यही हो अब म सिधै होमस्टे पुगेपछि देखाउँछु हजुरहरूलाई 2:01 छ अनि हामी यहाँ यस्तो हावाले उडाउला जस्तो भइरहेको छ हावाले उडा हामी चाहिँ होमस्टे आइसक्यो त्यही हो मेरो चाहिँ अलिकति मुड अफ छ यहाँ ठ्याटक ठुक्टुक गऱ्यो कोहीसँग त्यही भएर हामी त गएन जाडो छ भनेर लास्टमा त गर्मी रहेछ जाडो त जाडो थियो क्या हल्का रहेछ त्यही पनि हिँड्दै गयो बडी अब कसको बडी कस्तो थाहा होइन त्यही भएर बडी उस नहुनेको त कामै थियो नि त त्यही हो आउँदै 8-9 बज्छ रे हेलो गाइस दिदी चाहिँ नाच्नु भएर नाचेर थाकेर दिदी सुत्नु भएको छ अनि हाम्रो खाना पकाउने मान्छेहरू चाहिँ हाम्रो सगुनज्यू अनि यहाँ दाई अनि अर्को हिसाब दाई अनि अर्को यहाँ दाई सगुनले आज पकाएको तरकारी हेरौँ कस्तो हुन्छ होइन सगुन बुम भयो ल गाइस म चाहिँ चिन्नु भइरहेको होला म चाहिँ विशाल भान्या मेरो युट्युब च्यानलको नाम पनि विशाल कुमार 70 छ सबैले सब्सक्राइब गर्नु होला र इन्स्टा र फेसबुकमा पनि फलो गर्नु होला फेसबुक आइडी चाहिँ विशाल भान्या अनि इन्स्टा आइडी चाहिँ मी इज भेसे ल ओके किचनमा जानु लाग्यो यहाँ के पारेर हेरौँ है उयो के हो त नि यो त छोडेर हिँड्यो त यो चाहिँ के हो डल्लियो खोला त खोल्नु पर्यो नि ए हाम्रो भात पाके छैन भात त्यहाँ पकाउँदैछ अब चाहिँ हामी यहाँ तरकारी हेर्न लगाएको तरकारी चाहिँ बर्काउली के अरे उयो के हो उयो काउली र आलु हो यहाँ यस्तरी बिगारेर लाग्छ कि जति मिलायो नि यिनीहरूलाई नपाइ ओमाइ गड धुवा उड्यो तालो हो क्या तालो ओहो के पो खस्यो भाइ तरकारी चलाइदेऊ त उयो त्यो चना पनि रहेछ भाइ आज चाहिँ मिठो बनाएँ है हिजो त आमामा ननुन लाएको थियो मासुमा आज ननुन लाएको थियो पिरो मात्र चर्को नचर्को आज चाहिँ
बब्बाल हुन्छ यस्तो हाम्रो। आज त पापड छुडाउनु पर्छ कि है? यो चाहिँ के हो? यो त पाकी हेर्न यहाँ त ऊ छ न यहाँ भात देखाइदियो। यहाँ चाहिँ भात पाक्दैछ। यस्तो भात है। भात यहाँ पका मान्छे गाइड छ सबै। ढक्कनले छोप्नुपर्छ होइन र यो त दाइ भात पकाउँदाखेरि ढक्कन छोप्नुपर्छ है। ए पर्दैन। अब हामी पापड बनाइ खाने यस्तो विचित्रै ह। अब म माथि गएर देखाउँछु के गर्दै। यहाँ तास खेल्दै बस्यो एकदम कालो देखा। अनि यहाँ चाहिँ डल्ली हो डल्ली पुन्टी नाच्ने हो। यहाँ चाहिँ पुन्टी छ। म सबैलाई देखाइदिन्छु माथि। माथि चाहिँ को छ? माथि चाहिँ धेरै मान्छे छ है। बोइजको रुम छुट्टै गर्ल्सको रुम छुट्टै। त्यहाँ हेर त मेरो मोबाइल हो के? मेरो अब यिनीहरू यहाँ बसिरहेछ। अब एकछिनमा हामी भात खाने हो। कता गयो? भरे नि यस्तो डर लाग्दो हो कि डर लाग्यो। कता हो बत्ती नै कोलेन त भाइ। अब चाहिँ हामी दोकान जान लागेको स्याउहरू हेर्न। अनि के भन्छ स्याउको त अनि स्याउहरू हामीले त्यो सुकेको स्याउहरू यस्तो दामी दामी पाउँदो रहेछ कि। यस्तो यो 300 हालेको 300 हाले स्याउ त यस्तो मिठो यस्तो रस गुलियो के अझै। यहाँबाट स्याउ ल्याएर बेच्दिनु पर्छ। यो मान्छे दुईटा यस्तो भएर हिँड्न जानुपर्ने ड्राइभरलाई भन्न भनेकिन यस्तो भ्यू अबि देखेन त केही नि। हामी चाहिँ यहाँ बसेको हो। दामी छ ठाउँ चाहिँ यस्तो बबाल छ कि जुन हो कि अब त्यो त्यहाँ जुन देखियो हेर्नुहोस् त। यस्तो अहिले यस्तो हाम्रो अगाडि यस्तो देखियो कि हिमाल होइन तर यहाँ मोबाइलमा देखे छैन ल ऊ त्यहाँ। हेलो गाइस मेरो टोपी के सिधा भयो। यहाँ चाहिँ भोटेको कुकुरहरू छ। एउटा त जाडो दुईटा जे भए पनि मुस्ताङमा भएपछि त भोटेको कुकुर भनिन्छ नि त। अनि हामी चाहिँ अब म हजुरहरूलाई नाइटको भ्यू देखाउँछु है। जमसुम बजारको नाइट भ्यू हेर्नुहोस् है। नाइट भ्यू हेर्नुहोस् त यस्तो बब्बाल छ अरे। नाइट यस्तो दामी है। दिउँसो झन् ऊ त्यहाँ पुल छ ऊ त्यहाँबाट उता भित्र जाने पुल छ यस्तो बब्बाल छ कि। यहाँ चाहिँ ऊ त्यहाँ मात्र पनि देखाइदिन्छु जुन गरेर। त्यहाँ यस्तो बब्बाल चिया पाउँछ। जमसुम आउनेहरूले चाहिँ त्यहाँ गएर खाइदिनुहोस् है। बब्बाल मिठो हुन्छ यहाँको चाहिँ। यो लाउनु नि त म टोपी लाउँछु। मैले देखाएँ कि यो उसको अब म यहाँ यहाँको चियाको उस देखाउनु लाग्यो कि यहाँ बब्बाल मिठो हुन्छ कि त्यहाँ। यहाँ चाहिँ चिया यस्तो मिठो पाइन्छ। नेपाली पढ्न आउँदैन नत्र नेपालीमा भन्ने थियो हेर्नुहोस्। एक्लै एक्लै पापड खान्छ यिनीहरू। थ्याङ्क यू। हेर्न आधी मात्रै दियो आधी त उडेछ। पापड अब के हो त्यसै मजा खानेको के कस्तो होला यो भाइ त।